हेलो एभ्रिवान, नमस्ते सम्पूर्णमा स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो यो अर्को सानो भिडियोमा। र आजको मौसम हेर्नुस् न कति मजाको भएको छ। बल्ल अलिअलि घाम देख्दैछ हो। साउनको महिना, यी साउने घरि घरि बर्सिन्छ माथिबाट। अहिले भने चाहिँ आकाश एकदम खुल्ला ल यहाँ चौर हेर्नुहोस् न कस्तो मजा छ। अरे यो चौर आम्मामा गाई चरिरहेको हो। हावा पनि मजाले चलेछ सर र एकदम मजाले फुलेको छ। मौसम के कस्तो छ तपाईहरुतिर मौसमको जानकारी दिँदै गर्नु होला। अहिले चाहिँ म चाहिँ यहाँ छतमा फुलहरुको एकदम यहाँ बेस्याहार भन्दा पनि बेस्याहार भएको छ। काममा अलिक बिजी भएकोले गर्दा म खुर्सानी फलायो भने यहाँ फुललाई उयो भन्ने ज्यादा चाहिँ घाँस भएको छ हो। हेर्नु क्या मजाको भएको छ नि, तर घाँसले पुरा घेरेको छ। गमला फेरि झार्दैछ हो। आम्मामा कुकुरले यो चाहिँ घाम लाग्यो चाहिँ फुलहरू यसरी भङ्गै सुक्छ हो। कस्तो मजा भएको छ कि हेर्न, घाँसै जाँदा बस यो क्या मजा भयो। ठुलो भएको छ यो जवाकुसुम पुरा कटिङ गरेको, पुरा फुल्दैछ तल पनि हो। यस्तो छ है। टमाटर चाहिँ अहिलेसम्म पनि फलिरहेछ। चराहरू आएर खाइदिँदैछ मजाले हो। बिहान चराहरू पुरा आउँछ। टमाटर खानु, के खानु, लालुपात यतिको भएको छ। खै रातो बनाएर देखाउँछु भनेको के हुने रहेछ। फुलहरू पुरै मऱ्यो प्रायः जस्तो। अस्तिको घामले डल्ले खोर्सानी कसलाई मनपर्छ साथीहरू हेर्नु, बोर्डमै पैसा। यो चाहिँ डल्ले खोर्सानी भन्दा पनि खारी डेली टिप्नुपर्छ कि डेली पाकिरहेको हुन्छ रातै। हिजो पनि टिप्यो होला सुनियो हो। फलेको नि अहिलेबाट फलेको नि यसले लगभग मेबाट फल्यो हेर्नु न। रातो त्यसै खोर्सानीको बो यो चाहिँ अहिले फुलभन्दा ज्यादा घाँस भएको छ हो। सबै फलेस गोजीमा हाल्ने लाने। अब अहिले रातो टिप्यो पुरा, भोलि बिहान फेरि रातै भएर भने अस्ति कुनै बनाएर घाममा सुकाएको पानीले भेटेर पुरा कुहेको छैन ल। हावा चलेछ मजाले। आम्मामा बादल हेर्ने क्या मजा गर्छ है। यो काग उडेको हेर न। यतिको चौर चाहिँ कसलाई मनपर्छ हरियो। गाईहरू चढ्यो हेर्नु। गाईहरू चढ्दा चाहिँ गाई सँगसँगै यसरी यो के भन्छ होला बकुला छेउछाउमा आउँछ है आममा। त्यसले चाहिँ त्यो गाईको त्यो झिङ्गा भुसुनाहरू खान्छ अरे क्या। यो एउटा नेचर सँगसँगै हिँड्छ हेर्नु। त्यसको अब ढाडमा चढ्छ हो, खाइदिन्छ गाईको। पर त्यो हेली पुरा यहाँ चाहिँ हेली राउन्ड मार्छ है दिनमा चाहिँ कतिचोटि। 2-3 हेलीले पुरा एरिया रेकी यहाँ चाहिँ खास Bruno, tất cả mai tôi nha. Ơi, gà mà cái gà còn lấy. Cái là cái gì? Bruno.
गमलाहरू पल्ट हेर्नु नि आम्माम ब्रुनो ब्रुनो स्याहारी स्याला ए यो डल्ले खोर्सानी चाहिँ मरेको हो कि के भएको यो चाहिँ क्लोत्तुक छैन कता कता अस्ति त जस्तो फुल आउँदै थियो अलिअलि हो हाम्रो माइजूले दिनुभएको थियो माइली माइजूले 6वटा बोट दिनुभएको थियो जोगार लानु भनेको खै अन्त गरेको यो घामले होला हौ यतिको ठुलो चाहिँ भएको थियो त्यहाँबाट त फुल लाग्दै थियो फुल लाग्दा लाग्दा अहिले त्यस्तो भयो अहिले फेरि घाँसले ज्यादा भएर घाँस गएको थियो यो चाहिँ हो दार्जिलिङ खास डल्ले तर भएन यत्रो हजुर हाम्रो रुफटप गार्डन यो चाहिँ हो गमला सिमेन्टले बनाएको हामीले घरमै बनाएको सिमेन्टको गमला र यो चाहिँ हो खै चाइनिज पिपल भन्थ्यो पहिला हामीले घरमा गाउँबाट लिएको घरमा ठुलो थियो हो सानो कटिङले साह्रै कस्तो मजा भएको छ कलर पनि क्या मिठा छ यस्तो छ है साथीभाइहरू आजको मौसम घरिघरि पानी परेर वाक्कै लगाउँछ हो आज भने चाहिँ चारैतर्फ एकदम खुल्ला आकाश भएको छ गरम पनि त्यस्तो खासै छैन घाम कम्ती लाग्दैछ हो यहाँ चाहिँ चारैतिर पुरा कन्स्ट्रक्सन चल्दैछ कामहरू धमाधम बादलहरू हेर्नु बादलको घुम्टोले यो चाहिँ के अरे स्नेक प्लान्ट यो मजाको भएको छ नि अस्ति यहाँ मजाको यो अस्ति तल हजुरले ल्याइदिएको थियो यहाँ कस्तो मजा भएको थियो गमला खाली भएको छ स्नेक प्लान्ट क्या मजाको थियो ठुलो खाली हो मजाको हुन्थ्यो त्यहाँनिर बाहिर निकालिदिएको त छैन नि कुकुरले खनेर सब खाएर काटेर जराई निकालिदिएछ नि तल लगेर अर्कोमा सारेको भएन राम्रो यस्तो छ ब्रुनोले यस्तो बदमास गर्छ नि गमलाई पागलले त्यस्तो बदमास हिलो हेर त फेरि पछाडि हिलो हेर त गयो यस्तो बदमास गर्छ नि बुनो आज गमलाहरू झार्दैन नि यहाँ पनि झारिदिरहेछ ए सयपत्री त खै फुल्छ कि भनेको उकालो गएको भइसक्यो पहिला बोल्दैछ अहिले कति त्यो टुपो भाँदा सारेको होइन फेरि पनि कतिखेर उकालो जान्छ गरेको कति लक्षाले भइरहेको थियो हो यो ड्रागन फ्रुट पनि अस्ति कटिङ गरिदिएको यति लामो भएको छ पुरिरहेको छ यहाँ काम छ लथलिङै बुनो यतिबाट आएको सबै झार्दैछ नि भुइँमा अहिले त खाइदिएर कुकुरका एकछिन राखेको त भुइँबाट झार्दैछ उठ्छ नि त स्ट्यान्ड चाहिँ खतरा छ नि एउटा यहाँ हो फुल राख्ने स्ट्यान्ड चाहिँ त्यो त सबैले देखेको होला किचनमा यहाँ मात्रै युज नहुने खालको यो बल्ल यतिको सरेछ यहाँ पनि फालिदिइरहेको छ पानी परेर छानामा आउनु नपाएको कुकुरले यो पनि अलिक सरेछ होइन कस्तो दामी क्याक्टस थियो कि विशालकोबाट कस्तो दुःख लिएर आएको कतिएर मरेन रहेछ राम्रो खालको चाहिँ मरेछ कहाँ गयो खोइ कहाँ गयो खोइ
चराहरू पनि क्या खुसी भएको छ मजाले उडेछ भित्र चेपमा गरम भयो त्यसलाई मात्र झऱ्यो भने तेरो बक्सा झरेर त चेप दिन्छ नि त्यहाँ फेरि तेरो घर हो त्यो बस्ने घर हो गरम हो त्यो त पानी चुहेर भित्र शीतल भएर त्यो चिसोमा झ्याप्से बसिरहेको छु हिलोमा बुझ्नु के भयो गरम भयो गरम भयो माथि र त्यो काठ भाँच्यो भने नि तेरो फेरि थिच्छ नि तँलाई थिच्छ नि तँलाई डल्ले खुर्सानी खाने खुर्सानी खाने खुर्सानी ए पिरो खानु चिया मार्छ तँलाई जिब्रो जिब्रो चाट्यो नि तँलाई चाट्यो ले खुर्सानी त्यो फेरि मान्छेसँग मात्रै बस्नुपर्छ हो बाहिर बस्दा दैलो ढक गरी भित्र निस्किनु जानै मान्दैन के भयो भाइलाई घाम लाग्यो अघि डोनेसन उठाउने आएको थियो एकजना कहाँबाट कहाँ भोइ गऱ्यो नि अहिले अनि यो डोनेसन उठाउनेहरू चाहिँ कता आइपुग्छ यार कुनै कतातिरको भन्दा त्यो जलपाइगुडीको यस्तो मान्छेहरू दिनभरि आउँछ कि जताततै जसलाई पाइ त्यसलाई पैसा दिनु हुँदैन है डोनेसन भन्दै आउँछ कोही अनाथ आश्रम भन्दै आउँछ वृद्धाश्रम भन्दै आउँछ हो कोही एउटा खाता लिएर आउँछ कोही के लिएर आउँछ डोनेसन उठाउने मान्छेहरू एक्लै हिँड्छ र कहिले गाईहरूलाई पनि गरम भएछ पर बसिरहेको यो डोनेसन चन्दा भन्ने कुरा त कमसेकम मान्छे चिन्नु त पऱ्यो होइन त्यो अन्जान मान्छे अननोन मान्छे को कुन देशको कहाँबाट आएको छ डोनेसन देऊ भन्छ हो अन्त कतिजना त अब इमोसनली भइहाल्छ नि त वृद्ध आश्रम यस्तो आश्रम कोही किडनी पेसेन्टको पेसेन्ट होइन अब न हामी उनीहरूलाई चिन्नु नजान्नु को कमसेकम वरिपरि चिनेको हुनु पऱ्यो मान्छे त्यसै कारणले आजकल चाहिँ यस्तै छ यो पनि एउटा के भन्नु फेसन हो कि देशन जस्तो भएको छ हाम्रोहरू के हो एकदम भावुक भइहाल्छ हो अन्त लाग्दा पनि दियो होइन डोनेसन गर्नु मान्छेलाई राम्रो हो दान भन्ने कुरा होइन तर जताभावी त्यसरी होइन गर्नु पनि त भएन थाहा हुनु पऱ्यो नि त मैले अब दुःख गरेर होइन भइ नभइदिएको पैसा कसैको त्यो लागि त पुग्नु पऱ्यो नि त अब त्यो पुग्छ पुग्दैन होइन यहाँ त्यसको प्रुफ छ त्यस्तै अन्त आज एकजना डोनेसन उठाउन आएको छ नि त हो भाइ म चाहिँ डोनेसन उठाउँदै आएको कति लेखिदिउँ भने नि त मैले भने त म त तपाईँलाई चिन्दिनँ त भने म चाहिँ कहाँबाट आउनु भएको भने अनि जलपाइगुडीबाट आएको अरे के को डोनेसन भने यो हाम्रो चाहिँ अनाथ आश्रम छ हो त्यसको लागि चाहिँ हामी वर्षैपछि डोनेसन उठाउन आउँछौँ यहाँनिर दिनुहुन्छ नि यहाँ दिदीहरूले पनि वर्षैपछि दिनुहुन्छ यहाँ विदेशमा बस्ने दिदीहरूले पनि दिनुहुन्छ अरे हो मैले भने नि त मैले त तपाईँलाई चिन्दिनँ त देखेको पनि थिइनँ मैले कसरी बिलिभ गर्ने तपाईँलाई भने नि त अन्त भाइ म त अब यस्तो हो नि त उसबाट आएको होइन अनाथ आश्रमको लागि हो डोनेसन उठाउन आएको होइन त त्यसैले म चाहिँ त्यही भन्छु कि हामी चाहिँ अब जसलाई पायो त्यसलाई होइन डोनेसन चन्दा भनेर अब त्यसरी दिने बानी नगरौँ होइन अस्ति पनि आएको घरमा चन्दा उठाउन आएको म सबलाई पिचाउँछु यहाँबाट भनेर अनि त्यसलाई मैले त्यसरी नै भनि पठाएँ अनि त्यो पनि गयो फर्केर ठिक छ डोनेसन उठाउनु आउनु भएको ठिक छ होइन तर छोरी त तपाईँ किन एक्लै आउनु भएको होइन अन्त भन्छ होइन हाम्रो थुप्रै ग्रुप छ त्यसरी बाँटेर आएको अरे नि तपाईँको के छ प्रुफ तपाईँको आइडेन्टिटी कहाँ छ भने होइन भन्छ त्यस्तो त छैन नि हाम्रो त हामी चाहिँ अनाथ आश्रमको लागि हो भन्छ भने ठिक छ तपाईँ अनाथ आश्रमको लागि डोनेसन उठाउनु भएको छैन तपाईँ जस्तो त अब यो दिनमा कतिजना आउँछ कोही अनाथ आश्रम कोही वृद्ध आश्रम कोही के भन्दै आउँछ अन्त हामीले चाहिँ कसरी बिलिभ गर्नु तपाईँलाई होइन तपाईँ को हो कहाँबाट आएको न त तपाईँलाई मैले देखेको छु न तपाईँ गाउँको न चिनेको छु कहिले पनि होइन तपाईँ जस्तो कतिजना आउँछ त्यसो भन्दा सबैलाई मैले डोनेसन दिनु त भएन त्यसैले सकेसम्म तपाईँहरू पनि सचेत रहनुहोस् होइन जसुकैलाई हामीले विश्वास गरिहाल्नु हुँदैन त्यो कहिले नदेखेको कहिले नचिनेको मान्छेलाई कोही चन्दाको नाममा भगवान्को नाममा कोही होइन बिमारीको नाममा डोनेसन भन्दै आउँछ त्यस्तो थुप्रै फेकहरू हुन्छ कि त्यसलाई हामीले कसरी विश्वास गर्नु पर्यो होइन हामी नचिनेछ कहिले देखेको छ त्यसैले पहिला
त्यो कुरा प्रुफ हुनु पऱ्यो नि त कसको लागि उठाएको किन उठाएको होइन त्यो हामीलाई थाहा हुनु पऱ्यो जान्नु पऱ्यो त्यही कति कुरामा हामी एकदम भावुक भएर अब दिइ पठाइहाल्छ होइन भएको नभएको छैन र पनि हामीले डोनेसन भनेर अरू कसको लागि दिन्छौँ दान गर्छौँ तर अब त्यो कतिवटा फेक हुन्छ कि त्यसैले सचेत रहनुपर्छ है म चाहिँ त्यही भन्छु खासमा चाहिँ म चाहिँ अस्तिको भिडियो अस्ति बनाएको थिएँ नि भिडियो टेबलको हो त्यो टेबल कम्प्लिट गरेर देखाउँछु भने चाहिँ टेबल चाहिँ अब कम्प्लिटै भइसकेको छैन र पनि अलिअलि बाँकी छ हो त्यो चाहिँ म अब तपाईँहरूलाई देखाउँछु कि आज भोलि अहिले भरेसम्म चाहिँ अलिकति छ फिनिसिङ लगभग त्यो पुरै भएपछि तपाईँहरूलाई म त्यसको भिडियो देखाउँछु हो त्यो चाहिँ कतिको भएको छ त्यही भएर गर्दा अहिले चाहिँ काठको काम काठ मिस्त्री भएको कारणले गर्दा चाहिँ त्यो बाहिर कामहरू केही गर्नु पाएको छैन हो अब त्यो काठ मिस्त्री सकिसकेर फेरि अर्कोतिर लाग्नुपर्छ काम चाहिँ पुरै छ काम कहिले खत्तम हुन्छ र है जिन्दगीमा यतिकै हो टमाटर पनि भएकोले हेरेर टिपेको त्यो टमाटरको अचार खानु त्यस्तो मजा आउँछ नि फेरि पुदिना है भएको अलिकति कुचाउनुपर्छ कि क्या दामी हुन्छ टमाटर फल्नु पनि यस्तो फल्दैछ नि त आधा सालै भइसक्यो फलेको सकेको छैन बोट यति भइसक्यो अझै पनि फल्दैछ हौ ल यहाँनिर लुगाहरू भित्र बक्सामा उयो थियो हो बाहिर जग्गामा यहाँ राखिदिएको स्टोर रुम नभएर पुरै भिजिसक्यो अब 2-3 दिन घाम लाग्यो भने चाहिँ घाम एक दिन घाम लाग्छ फेरि अर्को दिन पानी परिहाल्छ अन्त ए क्याक्टसहरू चाहिँ यहाँनिर राखेको थियो त्यही भएर सबै मरेन एउटा दुइटा चाहिँ बजेछ यो चाहिँ राम्रो भएको छ अरे यो भएर यो त सबै यो त प्रायः यहाँ कस्तो मजाको थियो मऱ्यो त्यो काम गर्दैछ के भनेको सही काम चाहिँ है घरको पाके खाना के सुनेको त्यस्तो भाषण पुरा सुन्दैछु त्यस्तो ल मैले चाहिँ टेबल देखाउँछु भन्दै थिएँ हो टेबल चाहिँ यही हो टेबल टप पनि रेडी भयो ल हेर्नु सक्नुहुन्छ है कलरलाई चाहिँ हामीले प्लास्टर गरिरहेको छौँ हो पिओपी यो प्लास्टर निकालिदिने हो पुरा हो अलिअलि बचेको छ सेन्टरमा पनि यस्तो छ हाम्रो यहाँ कस्टमाइज गर्ने डिजाइन यहाँ चेता छ हो कता डिजाइन म चाहिँ मिस्त्री है कस्तो लाग्यो टेबल है यहाँ चाहिँ अब तपाईँको टेबल चाहिँ यो कम्प्लिट भइसकेको चाहिँ हो यहाँ चाहिँ माथि अब ग्लास राख्छ हो टेबल ग्लास माथि अनि यहाँ चाहिँ डेकोरेसन अलिअलि काम बाँकी छ त्यो गरिसकेर फिनिस यसको फोटो है तपाईँलाई खुट्टा चाहिँ यस्तो चाहिँ सिम्पल यही हो दुईपट्टि एल पुरा लेमिनेटेड छ मजबुत चाहिँ एकदम मजबुत चाहिँ ए सानोतिनो सक्दैन उचाल्नु यहाँ त उचाल्नै सक्दैन सानोतिनो हो यो चाहिँ अलग्गै ओपन हुन्छ यसलाई चाहिँ यो एकैचोटि फिक्स छ भने उचाल्नु सक्दैन हो सार्नै सक्दैन त्यो भएर यसलाई चाहिँ अलग्गै त्यो तपाईँले निकाल्नु सक्नुहुन्छ यो ठ्याक्कै यहाँ अड्किने छ भित्र अनि मुनिको अलग्गै टक्कै गर्नु सक्दैन अलग्गै अब हो ल खुट्टा लेगहरू भित्रबाट पनि पुरा लेमिनेट रहेछ हो यस्तो ल कस्तो दिएछ यो चाहिँ हालत त्यस्तै नै हो साथीभाइहरू काम गरिन्छ नि अब कस्तो दिएछ भन्नु होला ब्रेडबाट अब चाहिँ यो पुरा
टेप पनि निकालिसक्यो, हट्टी पनि अनि त्यसको पुरा पट्टी पनि खोलिसक्यो हो। पट्टी खोलिसकेर चाहिँ यस्तो गर्छ यो। पट्टी खोल्यो, सफाइ गर्यो। लु हेर्नुहोस् है, यसको पुरा यो पट्टी पनि खोलिसक्यो हो पुरा। अब यो यस्तो भएको छ हो। यसमा चाहिँ अब यो छ स्टोन हो। अब यहाँलाई यसरी त्यसपछि यसलाई ग्लास अनि यसको यो ग्लासको लागि चाहिँ अब टाइम लाग्नेछ हो। 2-4 दिन टाइम लाग्नेछ माथि र यो टेम्पर ग्लासको लागि। त्यही भएर यो चाहिँ अहिलेलाई यति नै। अब यसमा त्यो ग्लास त्यो माथि टेम्पर ग्लास राख्ने हो र ग्लास नआइन्जेलसम्म त अब बस्नु पनि चाहियो होइन। बस्नका लागि चाहिँ हामीले यस्तो बनाउँदैछ हो। रेल सिट यो चाहिँ अहिले अन्डर प्रोग्रेसमा छ हो। त्यसको पनि भिडियो अर्कोसँगै अलग्गै हालेर बनाउँछु। त्यो भिडियो पछि आउनेछ। यो अहिले अन्डर प्रोग्रेसमा छ। अहिलेको लागि टेबल चाहिँ लगभग कम्प्लिट भयो फुल। अब हामीलाई यसमा चाहिएको छ ग्लासको लागि टाइम राख्ने भयो। यसको यो कर्नरमा चाहिँ अलिकति हल्का राउन्ड सेप देख्छु हो, जसले चाहिँ अलिकति राम्रो देख्छु। मतलब यहाँनिर चोटपटक लाग्दैन हो, त्यही भएर हल्का घुमाइदिएको छु। लु फाइनल लुक चाहिँ यस्तो छ। कस्तो लाग्यो साथीहरू तपाईँलाई टेबल? मन पर्यो लाइक सेयर कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त। यो चाहिँ स्टोन